क्वेशन नंबर 1 नेपालको पहिलो मेडिकल कलेज कुन हो? ए त्रिवी शिक्षण अस्पताल, बी बीपी कोइराला इन्स्टिच्युट, सी काठमाडौँ मेडिकल कलेज, डी नेशनल मेडिकल कलेज। यसको राइट आन्सर ए त्रिवी शिक्षण अस्पताल। क्वेशन नंबर 2 नेपालमा सबैभन्दा धेरै बोलिने दोस्रो भाषा कुन हो? ए मैथिली, बी थारू, सी नेवारी, डी अवधी। यसको राइट आन्सर ए मैथिली। क्वेशन नंबर 3 नेपालको सबैभन्दा पुरानो खेल मैदान कुन हो? ए त्रिपुरेश्वर रङ्गशाला, बी दशरथ रङ्गशाला, सी पोखरा रङ्गशाला, डी वीरगञ्ज रङ्गशाला। यसको राइट आन्सर ए त्रिपुरेश्वर रङ्गशाला। क्वेशन नंबर 4 नेपालको पहिलो चलचित्र कुन हो? ए माइती घर, बी सत्यम शिवम सुन्दरम, सी आमा, डी बसन्ती। यसको राइट आन्सर सी आमा। क्वेशन नंबर 5 नेपालको पहिलो साहित्यकार को हुन्? ए भानुभक्त आचार्य, बी लक्ष्मीप्रसाद देवकोटा, सी बालकृष्ण सम, डी माधव घिमिरे। यसको राइट आन्सर ए भानुभक्त आचार्य। क्वेशन नंबर 6 नेपालको पहिलो प्रजातन्त्र दिवस कहिले मनाइयो? ए 2007 साल, बी 2008 साल, सी 2015 साल, डी 2046 साल। यसको राइट आन्सर ए 2007 साल। क्वेशन नंबर 7 नेपालको पहिलो महिला पाइलट को हुन्? ए अन्जु शर्मा, बी सोनिका मानन्दर, सी निर्मला प्रधान, डी निर्मला श्रेष्ठ। यसको राइट आन्सर सी निर्मला प्रधान। क्वेशन नंबर 8 नेपालको पहिलो महिला कवि को हुन्? ए योगमाया, बी मङ्गला देवी सिंह, सी शैलजा आचार्य, डी उर्मिला श्रेष्ठ। यसको राइट आन्सर ए योगमाया। क्वेशन नंबर 9 नेपालमा पहिलो पटक चिट्टा प्रणाली कहिले सुरु भएको हो? ए 2011 साल, बी 2015 साल, सी 2020 साल, डी 2030 साल। यसको राइट आन्सर ए 2011 साल। यसैगरी क्वेशन नंबर 10 रहेको छ नेपालको सबैभन्दा पुरानो दरबार कुन हो? ए गोरखा दरबार, बी हनुमान ढोका, सी नारायण हिटी, डी सिंह दरबार। यसको राइट आन्सर ए गोरखा दरबार। यसैगरी क्वेशन नंबर 11 रहेको छ नेपालको सबैभन्दा लामो सुरुङ मार्ग कुन हो? ए धरान सुरुङ, बी काठमाडौँ सुरुङ, सी पोखरा सुरुङ, डी नागढुङ्गा सुरुङ। यसको राइट आन्सर डी नागढुङ्गा सुरुङ।